हो दाजु है साथी अहिले चाहिँ हामी धाराला घुमेर रिटर्न हुँदैछु है। फर्किसक्यो है हामी त। अहिले चाहिँ हामी यो ठ्याक्कै अर्नेसीको अगाडि न्यु रोड गेटमा पुग्दै लाग्यो। थोरै अगाडि बढेपछि चाहिँ हामी रानी पोखरी जम्मा हुँदै हामी चाहिँ यो दरबारमाठ हुँदै नागपोखरी हुँदै हामी कहाँ जान्छौँ? चाबेल। हाम्रो सेकेन्ड लास्ट डेस्टिनेसन भनेको चाबेल हो होइन। आज भिडभाड धेरै छ। यो रङ्गी कति बजाउँछौ साथीहरूले? हाम्रो चाहिँ छैन जस्तै गर्छ यार। यो चाहिँ न्यु रोड गेटको अगाडिको पुल हो, आकाशे पुल। यो देखेको चाहिँ न्यु रोडको पुल है। अनि विराज भित्र चाहिँ अगाडिपट्टि हो। अनि हाम्रो राइट ह्यान्ड साइड चाहिँ रङ्गशाला, टुडी खेल। रङ्गशाला भन्दा नि टुडी खेल। यो हाम्रो लेफ्ट साइडमा चाहिँ ट्रमा सेन्टर हस्पिटल। अनि यो राइट साइडको यो चाहिँ भिर हस्पिटल है। भिर हस्पिटल चाहिँ यो हो। हामी थोरै अगाडि बढिसकेपछि रानी पोखरी। अहिले चाहिँ हामी रत्न पार्ककै आसपासमा छौँ। यो चाहिँ भिर हस्पिटलको नयाँ बिल्डिङ। थोरै अगाडि बढेपछि चाहिँ हामी आसनसोक हुँदै रानी पोखरी। यदि तपाईँहरू काठमाडौँमा नयाँ घुम्दै हुनुहुन्छ भने यो आसनसोक भनिन्छ यसलाई। अनि यो हाम्रो राइट ह्यान्ड साइडमा चाहिँ रानी पोखरी। थोरै अगाडिकोलाई जमाल चोक भनिन्छ तपाईँलाई यदि थाहा छैन भने होइन। अनि कालाघार भनेर पनि चिनिन्छ यो अगाडि। अब यहाँबाट चाहिँ हामी राइटतिर मोड्नुपर्छ। यहाँतिर गयो भने चाहिँ हामी यो ठामेलतिर पुग्छ। अलिकति राङ्गोइमा पर्नु सक्छ तपाईँहरू। यहाँबाट चाहिँ राइट साइडतिर जानुपर्छ है। राइट साइड गइसकेपछि चाहिँ हामी दरबारमाठ हुँदै नागपोखरी हुँदै कालो पुलतिर जान्छौँ। अनि चाबेलमा गएर एक प्लेट मोमो खाएर मात्रै रुममा जाने बानी छ हाम्रो है। अहिले चाहिँ हामी दरबारमाठ पुग्ने लागि हो साथी हो। जमालबाट अगाडि बढिसकेपछिको दृश्य हो यो। ल तपाईँले देख्न सक्नुहुन्छ यहाँबाट यो दरबारमाठ। यो चाहिँ हाम्रो राजदरबार। यहाँनिर चाहिँ टिकट काटेर नि तपाईँहरू घुम्न सक्नुहुन्छ है। अनि यहाँबाट थोरै अगाडि बढेपछि चाहिँ नागपोखरी हुँदै नक्सल हुँदै हामी कहाँ जान्छौँ त? माथि सिखालचार हुँदै हामी चाबेलतिर जान्छौँ। कालो पुल टप गरेर तपाईँले देख्न सक्नुहुन्छ दरबार। यो हाम्रो सबैभन्दा लास्ट राजदरबार चाहिँ यही हो। यहीँबाट चाहिँ हाम्रो राज संस्था चाहिँ अन्त्य भएको थियो। यो मेट्रो पुलिस फोर्स भनेको चाहिँ नगर पुलिसको के रहेछ गाडी। भन्ने गीत गाउँदै हामी चाहिँ जाँदैछौँ है। यो मान्छेहरू कहाँ हिँडेका हुन् त? जता जाँदा नि त्यस्तै देख्दो रहेछन्। हिँडो सोल्टी हिँडो। नागपोखरी राइट लेफ्ट साइड की नागपोखरी है साइला भाइ। यो नागपोखरी है। यो लेफ्ट साइड यो नागपोखरी छ। यहाँनिर चाहिँ नाग पञ्चमीको दिन चाहिँ वन हुन्छ। यहाँबाट चाहिँ वान वे हो। यतातिर राइटबाट गयो भने चाहिँ तपाईँ नक्सलतिर चाहिँ कालो पुल चाहिँ सर्टकट हिसाबमा पुग्न सक्नुहुन्छ। तर यहाँ जानु दिन्न।
पानी परो के भयो टपालेको त्यस्तो चाहिँ